सेकेन्ड पेपरको इक्जाम दिँदाखेरि चाहिँ तपाईँले यो सब्जेक्टिभ इक्जाम्स लेख्नु जान्नुला। तपाईँको इक्जाम यहाँ देखाउँछ। अनि तपाईँको सेक्सन ए र सेक्सन बी छ होइन। अनि स्टार्ट इक्जाम गर्नु होला। अब यसमा चाहिँ के छ भन्दाखेरि चाहिँ यहाँ क्वेसन आउँछ, तपाईँले चाहिँ यसको आन्सर यहाँ टाइप गरे पनि हुन्छ। तर तपाईँले चाहिँ के गर्नु भनेपछि टाइप नगर्नुहोस्, पेपरमा लेखेर यसरी चाहिँ अपलोड गर्नु है त। यसरी तपाईँको पिडिएफहरू चाहिँ यहाँ अपलोड गर्नु होला। अनि त्यसपछि सेभ गर्नु होला होइन। अनि नेक्स्ट गर्नु होला। त्यसरी क्वेसनहरू आउँदै गर्छ, तपाईँले सेभ गर्दै अनि अगाडि बढ्नु होला। अनि त्यसै गरी चाहिँ सबै गरेर गरिसकेपछि चाहिँ तपाईँले चाहिँ यसरी चाहिँ सबमिट गर्नु होला है त। त्यो सबमिट गरेपछि चाहिँ तपाईँको सेकेन्ड पेपर चाहिँ तपाईँको सबमिट हुन्छ, त्यसै इभ्यालुएसनको लागि जान्छ। यो गरिसकेपछि तपाईँको सेकेन्ड पेपर चाहिँ कम्प्लिट हुन्छ है त। तर यहाँ टाइपिङ गर्ने ठाउँ दिएको भए तापनि तपाईँले चाहिँ पेपरमा स्क्यान गरेर नै के अरे पेपरमा लेखेर अनि स्क्यान गरेर सबमिट गर्नु होला। र हरेक क्वेसनको लागि चाहिँ छुट्टा छुट्टै पाना चाहिँ युज गर्नुलाई है त। अनि अपलोड गर्दाखेरि छुट्टा छुट्टै पिडिएफ अपलोड गर्नुलाई। त्यो गरिसकेपछि के हुन्छ भनेपछि चाहिँ चेक गर्नेलाई पनि सजिलो हुन्छ।